आज मेरो चाहिँ एकदम वाचिपाको झोल छ हेर्नुहोस् यो चाहिँ यस वाचिपाको झोल है आलु फ्राई छ अनि सलाद अलिकति खानु पर्ला है बनाउने वाला छु एकदमै वाचिपा अस्ति तपाईँलाई पार्सल देखाएको थिएँ नि यसको सुप मेरो सबै रेडी भइसक्यो हेर्नुहोस् ओनियन है अनि गार्लिक हालेर फ्राई गरेर हेल्थको लागि राम्रो गर्छ जिउको चाहिँ एकदमै राम्रो गर्छ हेर्नुहोस् सुप वाचिपा बनिँदैछ यो चाहिँ गाउँबाट ल्याएको है हेर्नुहोस् तितेको झोल छ है सुप आलु फ्राई अनि यहाँ चाहिँ तपाईँको सलाद पनि छ के बोलियो हेलो